रोबी बालेनलाई युक्रेनको राष्ट्रपति जेलेन्स्कीसँग दाँजिन र कलाकारले देश बर्बाद पार्छन् भन्नेहरू आज सुन्नुहोस्। तपाईँहरू त्यही होइन, हामीहरू त्यही होइन, छिमेकीसँग झगडा पर्दा काट्छु मार्छु भन्ने मारे इतिहास पनि छ। हामीलाई त्यति छिमेकीले एक दिन चलाउँदा कस्तो हुन्छ, उसलाई त देश रुसले दिनकै चलाउँथ्यो। के गर्ने, त्यही हाम्रो नेपाल जस्तै भ्रष्टाचार गरेर बस्ने तिमुर जनताहरूलाई त मन पर्दैन, युद्ध मन पर्दैन। युद्ध होइन, त्यो आफूले दुःख पाइने, आफ्नो आउने पुस्ताले चाहिँ दुःख नपाओस् भनेर उसले बन्दुक उचाले हो कि नै। अनि टर्चरमा बस्न सक्छौ तिमुरले। मैले बोली, म जस्तो भोइ मान्छेले बोली त तिमुरलाई पहाड भएको छ भने उसलाई त झन् देशले कोट्टाइरहेको थियो। यति सानो कुरा पहाड हुन्छ तिमुरलाई। त्यही भएर रोबी बालेन भनेको देशको हिरा हुन्, तर जेलेन्स्की जसम्म पुग्न सक्दैनन्। फेरि रोबी र बालेन पनि सक्दैनन्। त्यति कुरा चाहिँ ख्याल राख। किनकि नेपालमा बोम बारुद बनाउने छैन नि त, सबै इन्डियाबाट ल्याउने। इन्डियाकोले नाका बन्द गर्यो भने हामी खाना नपाएर बस्ने हो। अनि युक्रेनको कुरा गरेर हुन्छ हामीले। हस् त, नमस्ते।